बालेन शाह घन्टीको प्रधानमन्त्री बन्न पायो, शुभकामना। देशको प्रधानमन्त्री बन्न चुनाव भयो भने पनि ठुलो पार्टी बन्छौँ, प्रधानमन्त्री प्रचण्ड नै हुन्। चुनाव भएन, कथम कथाबी फेरि तपाईँको संसद प्रस्तावमा भयो भने पनि प्रचण्ड नै हुन् प्रधानमन्त्री। छैन अब आउने अर्थमन्त्री स्वर्णिम वाग्ले हो, स्वर्णिम वाग्लेजीले सहकारीको बजेट मिलाउनु ठिक्क परेर बसे हुन्छ। देशैभरि घन्टी बज्छ, तर कहाँ? मन्दिरमा। बालेन शाह, कुलमान या त अन्य कुनै झुलमानहरू, रविहरू, छविहरू को हो तिनीहरू? तिनीहरूसँग डराउने किन हो? तिनीहरू को हो? भगवान्, राक्षस को हो तिनीहरू? हामी जस्तै मान्छे हो यार। केही हुँदैन। जति चिच्याए पनि अब अर्को भाषा भन्नुभयो अलिकति फेरि अन्त जान्छ। बाहिरको बाहिरै हो, ध्यान दिएर सुन्नुहोस्। केही हुँदैन क्या। कस्ता कस्ता कहाँ गए मुसाक दबाएर यार, यति ठुलो क्रान्ति गरेर आएको पार्टी त यहाँ गरी खाना दिएन, अनि त्यो चिच्याएर बौलाएर कराएर आएर हुन्छ? हुँदैन। त्यसैले के बुझ्नु भने रवि बालेन जोसुकै मिलोस्, हामी पनि मिलेको छ त। तिनीहरू तिनवटा मिल्यो, हामी 18 जना मिलेछौँ अहिलेसम्म। हेर्नुहोस् त, मधेसबाट मधेसी जनताहरू वाह, हामीलाई मधेसी जनतालाई तपाईँको चाहिँ होइन मुक्ति दिएको, अधिकार दिएको यही पार्टीले भएर अहिलेसम्म 5 लाख मधेसी जनताहरू तारा तारा भन्दै हिँडिसक्यो।